हेलो गाइज, हामी चाहिँ जङ्गलमा घाँस काट्न आएको। हेर्नुहोस् यस्तो छ हाम्रो जङ्गल। यहाँ घाँस कबिर यहाँ घाँस ओसार्दैछ। हाम्रो आमा यहाँ घाँस काट्दैछ यसरी। म चढेको रुख चाहिँ यो 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 हो। माथि टुप्पा अग्लो छ, 20-25 फिट होला यो रुख। यहाँबाटै यसरी घाँस काट्ने। यो घाँसको घाँसलाई के घाँस भन्छ आमा? बाँझको बाँझको घाँस भन्छ। पक्कै यहाँ घाँस काटिरहेको छ। ल कविले ओसार्दैछ यो घाँस यसरी। हेर्दै जानु होला घाँस कसरी भारी लगाउँदो रहेछ अहिले। यसरी हेर्नुहोस्, यसरी भारी हाल्दैछ। हाम्रो घर चाहिँ उता तल छ, तल। गाह्रो छ, तलदेखि यहाँ लिन आउनुपर्छ घाँसको भारी। सबै यसरी राम्रो मिलाउने अनि भारी हाल्ने, बोक्ने जाने। जस्तो यसरी भारी मिलाएर हाल्ने। अहिले बोक्ने बेलाको भिडियो हाल्छु म। हेर्नुहोस् भारी चाहिँ चट्ट रेडी भयो यसरी। अब बोक्ने पालो। यसो चट्ट लाग्दा भारी बोक्नुपर्छ, के गर्नु। गाइस हेर्नुहोस्, आमाले भारी बोकेको। कसले भारी बोकेको? आमा। गाइस अब बाबाले भारी बोक्ने पालो। बाबाले घाँस बोक्यो पालो। जमजम बाटोभरि बोक्दै जाने। ओछ्यान गर्नुको लागि बोकेर चलिदिने। यस्तो भारी।
ठाउँ पनि हिँड्नुपर्ने हुन्छ। ठाउँमा आयौँ अब त्यो ठाउँमा धेरै डेन्जर हुन्छ। हेर्नुहोस्, हामी यसरी बारी बोकेर हिँड्नुपर्छ घाँसको बारी। के गर्नु, यस्तै छ जङ्गलको बाटो। भारी बोक्दै हिँड्नुपर्छ। हामी चाहिँ यसरी अगाडि हिँडेर जानु भएको छ। हामी चाहिँ यहाँ पछाडि जङ्गलको बाटो यस्तो थियो हाम्रो। भारी बोकेर हिँड्नुपर्छ। हाम्रो आमा अगाडि पुग्नुहुन्छ क्या, आमा अगाडि त्यो पछाडि चाहिँ जङ्गलको भारी बोकेर यसरी हिँड्दैछ। के गर्नु, यस्तो गरिबको घरमा भारी बोक्नु हिँड्नुपर्छ। यसरी यस्तो भिडियो यो पछि गर्छ है। हाम्रो घर चाहिँ उता तल छ त्यहाँ। अब हामी यहाँबाट हिँडेर जाने। हामी चाहिँ उता माथि डाँडादेखि आएको। हाम्रो आमा घर जानु भइसक्यो। कता जानु हाम्रो आमा तरुल खनेर यस्तो गरेछ खाल्टो के छ। हेर्नुहोस्, तरुल खनेर यत्रो खाल्टो बनाइरहेको छ गाउँको मान्छेहरूले। हाम्रो पानीको पाइप यसो तानेको छ जङ्गलको बाटो छ। यसरी घाँसको भारी बोकेर लखर हिँड्दैछ। हेर्नु, अब घर आइपुग्नु आइसक्यो। कता हो यही त छिमेकीको घरको आँगनबाट हुँदै जाँदैछु। हामी यसरी बिरुगाडी हिँड्नुपर्छ। हेर्नुहोस्, के भन्नु, हाम्रो कति अगाडि छ। आमा अगाडि जानुपर्छ यो यसको भारी बोकेर मेरो भारी उडाउनलाई हावाले धेरै चलिरहेको। भारी उडाउन भन्ने गर्छ मलाई। आइपुग्नु पर्नु लाग्यो। अब जति घर आइपुग्छ। Wait. जौबारी यो घर आइपुग्यो। जौबारी यो किराहरू पनि छ अलि त्यसलाई चाहिँ राम्रो फलेको छैन। बिरुवा कुद्दैछ, घर आइपुग्यो। भारी जानु
भिडियो लिएर